दुईटा तीनटा चारवटा पाँचवटा छवटा दुईटा हाले बाँकी सबैमा डबल डबल छ है बबाल तरिकाले फुलचोकीको डाँडातिर होइन हामी मात्रै हो क्या मात्र जान्छ सबलाई रोकिदियो त यार गाइस ओ छवटा बाइक एकैचोटि तिर्देऊ न अनि निक्ल्यो फटाफट यसमा ओभरटेक सिप्लाऊ लहर हेर्न त दामी देखिँदो रहेछ छवटा बाइक यार अहिले भरे मास्टर खिच्नु सबलाई रोकिदियो त यार गाइस हिँड्दै हो ओ छवटा बाइक एकैचोटि तिर्देऊ न अनि निक्ल्यो फटाफट छवटा बाइकको पैसा देऊ न अनि हिँड कति रुपियाँ हो क्यास त छैन भयो भइसक्यो ल होइन ल धन्यवाद दे यस्तोमा हिँडेको बिचा बिचा पैसा त नलिनु पर्ने हो खास वन जङ्गल संरक्षण भनेर लिँदो रहेछ 20 रुपियाँ लिन्थ्यो तर 20 रुपियाँ लिन्थ्यो आज 10 रुपियाँ मात्रै लिएर छवटा बाइकको 60 रुपियाँ मात्रै तिरो केटाहरूले रेड पान्डा छ भनेर भिडियो एउटा बनायो रेड पान्डा भिडियो पनि हामीले माथि 70 लाख खायो अहिले त्यो रेड पान्डा छैन पनि होला रेड पान्डा त तर संरक्षण गर्नवाले जनावर हो हुनु त फेरि बेला बेला मात्रै देखियो दुईचोटि देखियो पहिलोचोटिको क्रसै गरेन माथि सरकारले दोस्रोचोटि चाहिँ अब के गर्दैछ यहाँबाट 13 किलोमिटर रहेछ नि त फुलचौकी त तर खतरा रहेछ है जङ्गल चाहिँ वा दामी वाउ तरिकाले यो जङ्गलमा आउनु पर्ने रहेछ घुम्नु साढे पछाडि होला पवन होला अनि त्यसपछि एफजेडवाला भाइ होला अनि को छ त्यति हो हाम्रो भिडियो बनाउँदै बसिरहन्छ त कस्तो ठाउँ आयो यार दामी छ त बवाल एउटा अलिक खतरा उल्याउनु पर्दैन जङ्गल त बवाल रह त के हो बाटो त खोलातिर लाग्यो त बनाउँदै गरेको गाह्रो बाटो अरे बाटो बनाउँदै रहेछ खोलो खोलो ए राजेश जी हान्नुहोस् अफरोड हान्नुहोस् एनएसमा नचिपाउनुहोस् कार चिप्ले लायो मा कार चिप्लो रहेछ अति नै बाटो पनि चिप्लैरहेछ अलिअलि एउटा बाइक हाम्रो दामी रहेछ बाटो चाहिँ ल्याओस् घुमायो घुमायो
कस्तो जङ्गल दामी गाइस बाटो चाहिँ कुदाइराख्नु खालको रह्यो सही हो यार गाइस यस मलाई यस्तो अलिअलि पानीमा लास्ट डर लाग्छ एकचोटि ब्याट चिप्लेको थिएँ त्यहाँदेखिको हामी खतरा तरिकाले आइयो अगाडि जाउँ त विदेशै नजाउँ जस्तो लागिरहेको छ म त विदेशै नजाउँ जस्तो लागिरहेको छ त्यस्तै हो यार होइन छोरा मान्छेहरूको जिन्दगी चाहिन्छ एउटा हुन्छ अर्को हामी मात्रै हो क्या मात्र जान्छ भाइहरू आएको रहेछ नि टक्क सही हो केटा सही हो हो अहिले त होला मेरो मोबाइलबाट पनि भिडियो बनाउने हुन 9599 हान्नु ल भिडियो गर्नु त पर्दैन बनाउन भिडियो 9 भयो 9599 उकालो रहेछ उकालो उकालो हाना यसमा ओभरटेक चिप्ला हो दामी रहेछ यार जङ्गलहरू चाहिँ यता त केटीहरूले लिएर आउने ठाउँ पो रहेछ त खास गरी खिचौँ खिचौँ सो अलराइट गाइस 6वटा बाइक हाम्रो एउटा दुईटा तिनवटा चारवटा पाँचवटा 6वटा दुईटा हालेँ बाँकी सबैमा डबल डबल छ है बबाल तरिकाले फुलचोकीको डाँडातिर हिँडेको यस्तो जङ्गलै जङ्गलको बाटो रहेछ रमाइलो लागिरहेछ अलिक राम्रो ठाउँमा चाहिँ रोक्नु पर्थ्यो कि तलतिर पनि थियो नि दामी ठाउँ त तलतिर रोक्नु पर्थ्यो खतरा थियो नि ठाउँ पारे मै माया लाउँदिन बर्खा लाग्यो आइरहन पाउँदिन